समाचारलाई स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरुमाझ उपस्थित भइसकेको छु। सुरु गरौं आज दिनभरिका समाचारका शीर्षकहरुबाट। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरे दाङ 2 बाट मनोनयन दर्ता। आम जनता पार्टीका नेता पत्रकार ऋषि धमालाले गरे रौतहट 4 बाट मनोनयन दर्ता। काठमाडौँ 3 बाट उम्मेदवारी राजु पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता। नुवाकोट क्षेत्र नम्बर 1 प्रतिनिधि सभा चुनावको लागि मनोनयन दर्ता गराउँदै नेपाली कांग्रेस पार्टीबाट डाक्टर प्रकाश शरण मत। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका उम्मेद्वार राजीव खत्रीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर 2 मा उम्मेदवारी दर्ता गराएका छन्। ललितपुर क्षेत्र नम्बर 3 मा उज्यालो नेपाल पार्टीका उम्मेद्वार डाक्टर विजय पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर तोसीमा कार्की र नेकपा एमालेबाट सदन थापा मगरले मनोनयन दर्ता गराएका छन्। ललितपुर क्षेत्र नम्बर 2 बाट निवर्तमान सञ्चार मन्त्री जगदीश खरेलले मनोनयन दर्ता गराएका छन्। इलाम क्षेत्र नम्बर 2 मा नेपाली कांग्रेसबाट भेषराज आचार्य र एमालेबाट सुहाङ नेमाङले उम्मेदवारी दर्ता गराएका छन्। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला।